लामो समयपछि फेरि भेट भयो त यार हाम्रो। अनि के छ तिम्रो हालखबर? मेरो त एकदमै ठिक छ होइन। अनि मैले आज चाहिँ एउटा स्टोरी लिएर आएको छु क्या। त्यो पहिले सानोमा हामी स्कुल पढ्थ्यौँ नि त्यतिखेरको स्टोरी हो क्या यो चाहिँ। मेरो मात्रै, सबैको त होइन, मेरो मात्रै। अब के छ भने होइन, त्यो पहिलेको हामीले पढाउने म्याम सरहरू होइन यति बाठी होइन, यति बाठो यति बाठी होइन, त्यो हामीले इमेजिनै गर्न सकिँदैन क्या। अब जस्तै कि पहिले होइन एकचोटि चाहिँ मलाई के भएको थियो स्कुलमा भने नि, त्यो सानो 2-3 क्लासमा पढ्दै थियो होला त्यतिखेरको कुरो होइन। अनि होमवर्कसम्म गरिएको थिएन, के गरिएको थिएन होइन। अनि म्यामले सबैलाई अगाडि बोलाउनु, 2-4जना हामी साथीहरूलाई अगाडि बोलाउनु होइन। अनि गयौँ, त्यतिखेर हामी गयौँ। अनि ट्याक्क लगाएर अनि खोइ के भएको थियो। अनि पनिसमेन्ट हामीले पायौँ त्यतिखेर। पनिसमेन्ट चाहिँ के थियो भने होइन, उठ बस कतिचोटि, 200 चोटि होइन। अनि 200 चोटि ड्याङ 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 गरियो होइन। अनि 100 चोटि पुर्यायो, गल्यो ओभर लास्टै गल्यो। त्यसपछि अझै 100 चोटि गर्नु बाँकी नै छ। अनि सब 100 चोटि 200 चोटि गरियो होइन। अनि त्यसपछि एउटा खुट्टा ओभरै काममा खुट्टा सुट्टा दुखेर होइन। अब सानै थियो त्यतिखेर, उठ बस पनि लास्टै गाह्रो हो नि त। नि अहिले 10 चोटि गर्दा झ्याउ हुन्छ, त्यतिखेर मैले 200 चोटि गरेको थिएँ क्या। अनि गरेँ। अनि त्यसपछि म गएँ आफ्नो ठाउँमा गएँ। अनि त्यो सक्यो, दिन सक्यो। अनि त्यो सानोको बेला त अब सबै कुरा घरमा सेयर हुन्छ नि त। अनि मैले घरमा गएर भनेँ, मलाई त यस्तो यस्तो भयो होइन स्कुलमा, उठ बस यान त्यान भने। अनि त्यो म्याम फेरि कति बाठी हेर, तिमीहरूलाई थाहा नै छैन त्यो कति बाठी त्यो म्याम होइन। मैले त्यो म्यामलाई नराम्रो भन्न खोजेको होइन, मैले त्यो त्यो त्यतिखेरको कुरा मात्रै भन्न खोजेको होइन। यति बाठी मैले। अनि घरमा गएर भनेँ, मलाई त उठ बस भयो होइन। अनि त्यतिखेरको टाइममा चाहिँ होइन, बोर्डिङ स्कुलमा त त्यो प्यारेन्ट्सहरू बेला बेला गइराख्नुपर्छ। अनि त्यो गएको बेला चाहिँ त्यो म्याम, ट्याक्कै त्यो म्यामले के भन्नुभयो भने नि, तपाईँको छोरा त कति बलियो, राम राम हेर त्यो, अब म पनि नफसौँ होइन। अनि तपाईँको छोरालाई पनि किन त्यो उयो गरौँ भनेर त्यो म्यामले सुरुमै आफूले नि सुरुमा, तपाईँको छोरा त कति बलियो, 200 चोटि उठ बस यत्तिकै नर्मली हान्दे त भनेर होइन। अनि उता म्याम पनि सेफ, अनि हाम्रो मम्मी पनि फेरि कसो भनौँ न, मम्मी पनि ओभरै प्राउड जस्तो क्या। ला मेरो छोराले त 200 चोटि उठ बस गऱ्यो त नि भने त्यस्तो होइन। पहिलेको त्यस्तो बाठी क्या, आफू पनि नफस्ने होइन, आफू पनि त्यो प्यारेन्ट्सको राम्रो भइदिने होइन। अनि नफस्ने पनि राम्रो पनि भइदिने क्या, त्यस्तो खाले। अनि अहिलेको चाहिँ के छ भने त्यो खोइ त्यो सर म्यामहरू होइन टिकटकर टाइपको क्या। त्यो मोबाइल निकाल्ने होइन। अनि त्यो केटाकेटीहरूलाई मलाई के भनेर बोलाउने त, मामा माइजू, मलाई के भनेर बोलाउने त, भाउजू आन्टी दिदी, त्यस्तो पो चल्दो रहेछ त अहिले। अनि हाम्रो पालोमा त कहाँ यार 200 चोटि उठ बस। अनि त्यो सानो हो, मलाई त्यही हो थोरै सानो स्टोरी, मेरो मात्रै है, सबैको होइन फेरि।